लगभग 7-8वटा पाल चाहिँ बनाएँ मैले यहाँनिर। एउटा दुईवटा तिनवटा चारवटा मुनि अनि यता साइडमा पनि पालहरू बनाएको छ। त्यो चाहिँ मलाई सेलिनाले बनाऊ भनेर लाएर मैले चाहिँ बनाएँ। किन भन्दाखेरि यसमा चाहिँ अब पाल छैन नि त, कहीँ पनि पाल नभएपछि पानी खोइ सुक्दैन कि के भन्दै थियो, त्यो चाहिँ थाहा भएन। अब यसलाई चाहिँ यसमा सिफ्ट गर्नु लागेको यो प्लान्टलाई। फर्स्टमा चाहिँ यो प्लान्टहरूलाई निकालौँ। अब एउटा भयो, फुलेपछि चाहिँ कस्तो रातो मरुन कलरको हुन्छ क्या, एकदम याद दामी देखेको थिएँ मैले। उसको चाहिँ जरा पनि राम्रोसँग छ, राम्रो जरा छ उसको चाहिँ। धेरै भएन कस्तो राम्रो जागे छ है। जागे चाहिँ दामी जागे छ। मैले पहिला इलाममा हुँदाखेरि एकचोटि लकडाउनको बेलामा फर्सी रोपेको थिएँ कि दिदी, यस्तो दामी भएको थियो नि गोरु होइन। हजुर फर्सी त्यति बेला लकडाउनको टाइममा के गर्ने दिक्क लागेको थियो नि त, त्यतिकै बस्नुभन्दा। सानो भयो भाँडा होइन, यो त पछि झुमुक्क हुन्छ नि त, रातो रातो मरुन कलरको हुन्छ क्या, रातो पिङ्क सबैमा हुन्छ यो कलर हो। तर त्यहाँ हेर्नु न, यहाँ हाम्रो त वृक्षारोपण पो भइरहेछ। फुल रोपेको अरे ल ठिक छ।